यदि म क्रिस्चियन बनेको भए मैले यति बेलासम्म आधी नेपाललाई क्रिस्चियन बनाइदिइसक्थेँ होला। यो मैले घमण्ड गरेर भनेको होइन, मैले सत्य भनेको। हेर्नुहोस्, तपाईँहरू क्रिस्चियनहरूलाई बाइबल दिनुहोस्, उनीहरू बाइबलभित्र लेखेका हर कुराहरूलाई आँखा चिम्लेर विश्वास गर्छन्, हर कुराहरूलाई। यद्यपि बाइबलभित्र 99% कुराहरू न साइन्सले प्रुभ गरेको छ न पत्याउन सकिने नै छ। याद गर्नुहोस्, 99% कुराहरू। स्त्री पुरुष सम्भोग नभएको कुमारीको गर्भबाट कहिले बच्चा जन्मिन सक्छ, तपाईँहरू साइन्टिफिकली प्रुभ गर्न सक्नुहुन्छ, तपाईँको साइन्सले प्रुभ गर्न सक्छ। तर क्रिस्चियनहरू उनीहरू यो कुरा आँखा चिम्लेर विश्वास गर्छन्। भन्नुहोस् तपाईँ उनीहरूलाई गएर यो कुरा, उनीहरू भन्छन् हो गड इज ग्रेट, गडले जे पनि गर्न सक्नुहुन्छ। अनि साइन्सले त प्रुभ गरेन त यो कुरा, भन्नुहोस् भने के हो त्यो साइन्स? द हेल विथ साइन्स, गड इज ग्रेटर देन साइन्स भन्छन्। क्रिस्चियनहरू आफ्नो शास्त्रमा वर्ल्ड वाइड विश्वास गर्छन् आँखा चिम्लेर। दे डोन्ट निड साइन्टिफिक एभिडेन्स। तर अचम्मको कुरा के हो भनेदेखि इसाई मित्रहरूसँग हाम्रा प्रचारक भक्तहरूले जब भेट्दाखेरि अन्तर्क्रिया गर्दाखेरि उहाँहरूमा भने एउटा सानो बालकलाई पनि बाइबलको सबै कुरा थाहा भयो। एउटा सानो बालकलाई पनि बाइबल फरेर, म पर्सनली मलाई पनि यो एक्सपिरियन्स छ। एकचोटि म बनेपाको स्कोन सेन्टरमा म बस्थेँ, त्यो बेलामा क्रिसमसको समय आएको थियो र म क्लास दिएर बसिरहेको थिएँ, भगवत गीताको क्लास। त्यतिकैमा 81 बालकहरू हाम्रो मन्दिरमा आयो, स्कोन मन्दिरमा आयो, र त्यसपछि बाइबलबाट उनीहरूले प्रेयर्सहरू त्यहाँ चाहिँ भटाभट भन्न लाग्यो र म त्यसबाट एकदमै प्रभावित भएँ। वास्तवमा यी बालकहरू जसलाई मैले इन्भाइट पनि गरेको छैन हाम्रो मन्दिरमा, उनीहरू आएर एकदमै परमेश्वरको, एकदमै येशू ख्रीष्टको चाहिँ प्रशंसा गर्न थाले। एकदमै भर्र त्यो बाइबलका ती जति पनि सङ्ग्सहरू छ ती सङ्ग्सहरू उनीहरूले भट्याउन थाले। यत्र साना बच्चाहरू छन्, साना बुढाहरू छन्। सामान्य मामुली इक्जाम्पल म दिन चाहन्छु। पिता, पुत्र र पवित्र आत्मा। बाइबल जो इसाई मित्रहरू हुनुहुन्छ, इसाई मित्रहरूले बाइबलको एक शब्द र एक अक्षरलाई यस्तो फोकस गर्नुहुन्छ, यस्तो प्रायोरिटी दिनुहुन्छ, लाइफ एन्ड सोल बनाउनुहुन्छ कि उहाँहरूले, आफ्नो प्राण बनाउनुहुन्छ उहाँहरू। त्यो घटना म तपाईँलाई सुनाउन जाँदैछु। किन यस्तो भयो त? म त्यो बेला 14-15 वर्षको थिएँ, भर्खरको केटो बुढो। घरमा सुन्तला फलेको थियो, फलेको सुन्तला यसो प्लास्टिकमा टिपेर म दक्षिणकाली देवीको दर्शन गर्न भनेर हिँडेँ। ल म दक्षिणकाली माईको दर्शन गर्छु, म प्रार्थना गर्छु भनेर मनमा बडो आशा लिएर म देवीको दर्शन गर्न भनेर यसो केही नैवेद्य सुन्तला आदि के मैले बोकेर म दक्षिणकाली आएँ। अनि त्यहाँ भक्तहरूको ठुलो भिड थियो, लाइन थियो, म पनि लाइनमा बसेँ। अनि त्यसपछि मेरो पालो आयो। अब मेरो पालो आएपछि त्यहाँ मैले कस्तो दृश्य देखेँ म तपाईँहरूलाई बताउन जाँदैछु। त्यो दृश्यको कारणले गर्दाखेरि मलाई हिन्दुत्व र हिन्दू मान्नेहरू यो संसारमा सबभन्दा बढी घृणास्पद भएको कस्तो दृश्य देखेँ होला मैले। 12-13 वर्षको बच्चा, धेरै 13-14 वर्ष थियो होला। जब मेरो पालो आयो मन्दिर दर्शन गर्न जानलाई, अनि त्यो अगाडि जुन तपाईँहरूले पनि देख्नुभयो होला, दक्षिणकाली मन्दिरको अगाडिपट्टि त्यो एउटा आँगन जस्तो छ, एउटा स्पेस छ। त्यो स्पेसमा पुरा रगतको खोलो बगिरहेको थियो, पुरा रगतको खोलो बगिरहेको थियो। अनि त्यसपछि यतापट्टि बोकाको टाउको फेट छटपटाइरहेको थियो र यतापट्टि हाँसको टाउको फेट फरफराइरहेको थियो, छटपटाएको थियो टाउको, अनि रगतको खोलो बगिरहेको थियो। मेरो पालो थियो अब दर्शन गर्न जाने देवीको। जब त्यो दृश्य देखेँ मैले, रगतको खोलो र यतापट्टि बोकाको टाउको र यतापट्टि हाँसको टाउको छटपटाइरहेको देखेँ, त्यसपछि म त भूकम्प आएको जस्तो भयो मेरो शरीरमा। एक किसिमको कम्प हुन थाल्यो, मलाई यस्तो कम्प हुन थाल्यो, मैले मेरो एक पाइला पनि अगाडि सार्न सकिनँ। न त त्यो रगतको खोलो मैले नाच्न सकेँ, न त त्यो बोकाको टाउको र त्यो हाँसको टाउको मैले हेर्न सकेँ। होइन, मेरो खुट्टो डेट चलेन, म साइडमा बसेँ। मलाई एकदम भित्रबाट यस्तो उम्लिएर मेरो रगत उम्लिएर आइरहेको थियो, यति क्रोध भइरहेको थियो मलाई, यति क्रोध भइरहेको थियो। अनि अरू चाहिँ सब पछाडि त्यो हाँस कुखुराहरू बोकेर चाहिँ दर्शन गर्न भनेर गइरहेको थिएँ। मैले त्यही बेला चाहिँ ती सबको अगाडि भनिदिएँ कि मैले, त्यो बेला म भर्खरको भुरा थिएँ, मैले त्यही बेला भन्दै यो मन्दिर होइन यो कसाईखाना हो है भनेर भनिदिएँ। त्यही बेला मैले यो मन्दिर होइन यो कसाईखाना हो भन्ने त्यही बेला पनि 12-14 वर्ष। अनि त्यो जुन दर्शन गर्न आउनेहरू तिनीहरूलाई पनि मैले भनिदिएँ, तिमीहरूले धर्म गरेको छैन, तिमीहरूले पाप गरेको है, तिमीहरू पापी हो भनेर भनिदिएँ डाइरेक्ट। अब सोच्नुहोस् कति आँट थियो त्यो बेला मलाई, के भन्छ यो बुढो चुलाक भनेर त्यहाँ अरूहरूले मलाई भन्यो होइन।
अनि म पर गएँ, धेरै पर गएँ। त्यसपछि म दर्शन गर्दिनँ। मैले देवीमालाई हात जोडेर भने, हे दक्षिणकाली माई, हजुर नरिसाइ बक्सियोस्, आजको मितिबाट म कुनै पनि देवी मन्दिरमा पाइला टेक्ने छैन, कुनै पनि। हजुर मसँग नरिसाइ बक्सियोस्, माफ चाहन्छु। त्यो सङ्कल्प लिएर त्यसपछि म त्यहाँबाट फर्केँ र त्यो डेटबाट आजको डेटसम्म मलाई कतिले मनोकामना जाउँ भनेर म जान्न। मैले सङ्कल्प लिइसकेको छु। सङ्कल्प लिएपछि म देवी मन्दिरमा पाइला टेक्ने छैन। हिन्दू जति प्यारा भक्त सज्जन, मसँग तपाईँहरू गुनासो नराखिदिनु होला। म सत्य कुरा बताउँछु। हामी हिन्दूहरू लाइन लाएर मन्दिर त जान्छौँ, व्रत आदि त गर्छौँ, तर हाम्रो श्रद्धा ईश्वरप्रति छैन। विश्वास गर्नुहोस् यो कुरा, भगवानको शक्तिमा हाम्रो श्रद्धा नै छैन। क्रिस्चियनहरू ब्लाइन्ड भएर गडको पावरमा विश्वास गर्छन्। आजकल हाम्रो समाज कस्तो छ, तपाईँ नराम्रो कुरा लगेर सुनाइदिनुहोस्, ब्लाइन्डली स्वीकार गर्दछ। तपाईँ उसलाई रक्सी लगेर दिनुहोस्, ब्लाइन्डली खान्छ। त्यो रक्सीमा पानी मिसाएको छ कि छैन, ओरिजिनल हो कि डुप्लिकेट हो, त्यो केही बुझ्दैन, घट खान्छ, सोध्दैन ब्लाइन्डली। र तपाईँ उसलाई दुध लगेर दिनुहोस्, र त्यसमा चाहिँ पानी मिसाएको छ कि छैन, गाईको हो कि भैँसीको हो, बाख्राको हो कि सुँगुरको हो, कति उसलाई रिभ्यू चाहिन्छ। हेर्नुहोस् हाम्रो समाज यस्तो छ। रक्सी दियो भने घट खान्छ, केही सोध्दैन, र दुध दियो भने